हेलो गाइज, म हो दिपक अनि आज म चाहिँ यता घुम्दै मागरमारी 9 आएको थिएँ। अनि यहाँनिर घुम्दै आउँदाखेरि यस्तो एउटा गार्डन देख्यो होइन, फुलको गार्डन रहेछ। अनि आज हामी गार्डनभित्र पनि घुम्यो, राम्रो राम्रो फुलहरू रहेछ। अनि यहाँनिर तपाईँहरूले किन्न चाहनुहुन्छ भनेदेखि चाहिँ 15 रुपियाँदेखि 5000 सम्मको फुलहरू तपाईँले घरमा लगेर सजाउन सक्नुहुन्छ। बाटो चाहिँ यही हो, हरिप्रावि स्कुलदेखि तलतिर आएपछि ट्याक्क त्यहाँनिर अलिक तल आएपछि यहाँनिर एउटा नर्सरी छ, डिएनडी मेचीनगर 9 चाहिँ सेफ्टी छ। गाइज हामी नर्सरीभित्र छिर्न गइरहेछौँ। त्यो बाटोबाट आएको भर्खरै नर्सरीभित्र यहीँदेखि फुलेको छ है। तपाईँहरूलाई जुन फुल मनपर्छ त्यही फुल किनेर ल्याउन सक्नुहुन्छ। मलाई चाहिँ यो फुल यस्तो मन परेको। हामीहरू यसलाई के भन्छ? धुपी के भन्छ यसलाई? धुपी हो सेतो पनि रहेछ, सेतो रातो मिक्स हुन्छ, दामी देख्दो रहेछ। अरू पनि हेरौँ है, यस्तो रहेछ। उताबाट आउँछु ल। पानी हाल्दै हुनुहुन्छ फुलहरू। ब्याट्री लो भइसक्यो नि, आज लाइनै थिएन। यहाँ भित्र अरू फुलहरू पनि छ, भित्र पनि देखाउँछु अहिले। छानी फुलहरू लिन सक्नुहुन्छ है। 15 रुपियाँदेखि 5000 6000 सम्मको फुलहरू यहाँनिर पाइन्छ। जसलाई पनि फुल मनपर्छ होइन, फुल किन्नु मन छ, यो चाहिँ यहाँ आएर किन्न सक्नुहुन्छ। यहाँ रबरको होइन, यो त रबरको रुख है हो, यो रबर होइन, रबर जस्तो लाग्यो त मलाई।